Happy birthday, Manju! Happy birthday! मोटी मलाइमा हालिदिन्छ यार। अनि सुरुमै तपाईँ पर्नु भन्छ त नि कि सरी के दाइ Happy birthday. कस्तो नआउने पहिले भन्नुपर्छ नि खानेकुरा बनाएर बनाएर राखेर त कहाँ हुन्छ नि यहाँ यस्तो गरिदिउँ है अब बर्थडे सेलिब्रेट हो बस्नु दे ल के रे पछाडि पुग्दैन ल यहाँ सबै त नेता ल सबैजना यता आउनु रोशन आउनु पर्ने थियो Happy birthday to you Happy birthday to you Happy birthday सो गाइज हामी चाहिँ मन्जु मम्मीको बर्थडे मनाएर पनि निस्किसक्यौँ अब चाहिँ गोर्खाको लागि अनि मलाई त बोल्न अलिकति गाह्रो भइरहेको यो रुगाहरूले गर्दाखेरि केही बोल्नै सकिरहेको छैन कि हामी यति राति हिँड्न लागेको छौँ र अब अहिले चाहिँ 8 बजिसक्यो अब हामी चाहिँ 12-1 बजीतिर पुगिन्छ होला सायद उता गोर्खा चाहिँ अनि भोलि चाहिँ गोर्खा बसेर पर्सि चाहिँ हामी गोर्खाबाट फर्किन्छौँ जे सब बिस्तारै रमाइलो गर्दै जानुपर्ने हुन्छ सबैजना अनि जे मन्जु मम्मीको बर्थडे नि मनाएर जान पाइयो त्यही नै खुसी कुरा सबैभन्दा ठुलो कुरो भनेको हामीलाई रोशनले केही पनि भन्नुभएको थिएन तर पनि हामीलाई पनि दिउँसभरि ख्याल भएन नत्र अझै मजाले मनाइदिने मन थियो तर अब राति एकैचोटि जाने बेलामा त्यही पनि बुढाले सम्झेर मैले तिमीले तपाईँ सम्झिनु भएको अनि त्यो गाइज अनि अब चाहिँ मम्मीको बर्थडे मनाएर यता गरेर चाहिँ अब निस्केको अब त्यो बोल्न चाहिँ आइरहेको छैन त्यति होइन हल्का बिमारी भएर सुतेँ 1-2 दिन अनि अब चाहिँ अब अलि फिट एन्ड फाइन भएको छु म होइन अब चाहिँ एकदम दामी भ्लग बनाउँछु ल त्यही हो है सो गाइज हामी चाहिँ मन्जु मम्मीको बर्थडे मनाएर पनि निस्किसक्यौँ अब चाहिँ गोर्खाको लागि अनि मलाई त बोल्न अलिकति गाह्रो भइरहेको यो रुगाहरूले गर्दाखेरि केही बोल्नै सकिरहेको छैन कि हामी यति राति हिँड्न लागेको छौँ र अब अहिले चाहिँ 8 बजिसक्यो अब हामी चाहिँ 12-1 बजीतिर पुगिन्छ सो गाइज हामी चाहिँ मन्जु मम्मीको बर्थडे मनाएर पनि निस्किसक्यौँ अब चाहिँ गोर्खाको लागि अनि मलाई त बोल्न अलिकति गाह्रो भइरहेको यो रुगा हाम्रो नाम लेखेको छैन तिम्रो कता खाँदैन मेरो त लेखेन मेरो त तपाईँले हातमा लेख्नु होला नक्कली स्याम्पू दिन्छन् या एक नक्कली उ त दिन्छन् मेहन्दी दिन्छन् अनि दोष जति सबै बुढालाई झार्छन् नि त मायाको खै देख्छस् मोटीसँग नाच्ने मैले भर्की सुने भन त फेरि प्रतीक्षा तिमीले के भनेको अरे त्यो क्यामेरा अगाडि भएपछि चाहिँ ठिक्क पार्न तपाईँको नाम लेखेछु हाम्रो नाम लेखेको छैन तिम्रो कता खाँदैन मेरो त लेखेन मेरो त तपाईँले हातमा लेख्नु होला ए गाई जहिले पनि मलाई मेहन्दी लाएर तपाईँको नाम लेखेको छु यताउति भन्छ अनि गाडा बसेन नि सो त्यो गाई अनि हामी चाहिँ उता मार्केट डुलेर आएको थियौँ अनि फुलहरू पनि लिएर आयौँ अनि यहाँ चाहिँ रेडिमेड फुलहरू मात्र पाइँदो रहेछ शुभ विवाह सो गाई हेर्न ट्याक्क होइन शुभ विवाह के नीति मेरो नि अब पालो आउँदैछ छिटै माघ 25 गते आउनु होला नबिर्सिनु होला उत्तम सबिना अब त्यही मेरो बुढा गरम आउँदैछ छिटै सो गाइज हाम्रो अब मायालुलाई चाहिँ सजाउनु पर्ने हुन्छ अनि तपाईँ बेहुलाको ड्रेस लाएर बिहामा गाडी चलाउने हो बेहुलाको ड्रेस रे हाम्रो बिहामा गाडी चलाएर जाने यस गाडी चलाएर म गाडी बुलेट बाइकमा जान पाए पो मजा आउँछ यसरी बुढाले चलाएर बुढी यस्तो समातेर त्यो गाइजलाई चाहिँ त्यो बमिट आउनु भनेर फेरि अरू केही पनि होइन विश्वास नगर्नु होला सो त्यही अब चाहिँ सजाउने कामहरू सुरु गर्नुपर्ने हुन्छ हामीले चाहिँ सजाउने सामानहरू चाहिँ सबै लिएर आइसकेको छौँ नक्कली स्याम्पू दिन्छन् या एक नक्कली उ त दिन्छन् मेहन्दी दिन्छन् अनि दोष जति सबै बुढालाई झार्छन् नि त मायाको खै यो बसेको मान्छेहरूलाई हात गोरो भएपछि बसिहाल्छ नि तिम्रो कालो हातमा कहाँ देखिन्छ त नि होइन र होइन यो भर्खरै धोको भएर एकछिनपछि हेर्नु न कस्तो रातो देखिन्छ होइन तर अलि राख्नु पर्ने थियो कि तिमीले राम्रो देखिन्थ्यो होला किन हतार गरेको त अब भाउजूलाई लगाइदिनु पर्छ नि त अनि लगाइदिँदाखेरि मेरो हातमा पनि भयो भने चाहिँ हुन्छ नि त त्यही भएर सो गाइज अब चाहिँ भाउजूको पालो छ अनि भाउजू चाहिँ नुहाएर रेडी हुनु भइसक्यो है अनि हाम्रो यहाँ बेहुली नाइन चाहिँ नुहाएर टक्क रेडी हुनु भइसक्यो अब तपाईँको पालो त्यो त नि फेरि त्यो मुखभरि हल्दी जस्तो पहेँलो देखियो त आएन मैले लोसन लगाएको भोलि त राम्रै हुनु पर्यो नि त फेरि गाह्रो छ नि भाउजूलाई आफैले हल्दी दलेर आएको हो कि बेहुला
अनि गाडी पुस्न बोलाएको उहाँलाई त उहाँ त फेरि म बेला हानेर 1 घन्टा आइदिनु भने हाम्रो गराइदिनु होइन त्यो त आज कपाल सवाल काटेर चिटी चट्ट भन्दै पनि है त्यही हो हजुर केक कता काट्ने सो गाइज म फेरि मेरो भ्लगमा चाहिँ म गाली गर्दिनँ मैले पहिल्यै सुनिसकेको सबै रमाइलो भइरहेको काले नाच्दै उठे बस्यो काले ल काले यता चाहिँ हाम्रो मेहन्दी कार्यक्रम चल्दैछ होइन सबैजना हजुर देखाइदिनु त मेहन्दी आर्टिस्ट यता मेहन्दी आर्टिस्ट चल्नु भएको छ अनि हाम्रो मोटी चाहिँ यता दायाँ बायाँ हेर्ने के छ सुनेको गाइज अनि यहाँ रमाइलो हुँदैछ है ताच्छ काले उठे बस्यो हान्दैन एकचोटि कालेले गरेन कि काले नाचेको दामी हुन्छ गाइस यसले उठे बसेर नाच्दैन क्या मलाई त नाच्न आउँदैन तर पनि म भनेर नाच्नु सबै देखाइहाल्छु नितो पनि नाचिहाल्छु खोइ त खोइ बाजा चाहिँ एकछिन अब खानासाना खाइसकेपछि बल्ल बज्ने अरे होइन अनि रोशन र मनोज चाहिँ उता दुईजना हेर्नु कस्तो दुईजना टक्क मिलेर खाँदैछन् अनि हाम्रो गाइजहरू चाहिँ यता टक्क होइन म चाहिँ बुढीसँगै आएको किनभने हल्का बिमारी पनि छ खाना रुचिरहेको छैन अनि खाकी यहाँ त गाइज पुरै हुँदो रहेछ त्यो भएको कारणले गर्दा म चाहिँ बुढीसँग थोरै खान्छन् रहेछ टक्क बाजा पनि नाच्ने हो